सो हेलो एभ्रिवान, आज चाहिँ हामी क्लास 10 अप्सनल म्याथमेटिक्सको लिनियर प्रोग्रामिङ भन्ने च्याप्टर पढ्छौँ है। यो च्याप्टरमा हामी यसको बेसिक कन्सेप्ट कभर गर्छौँ है र इनिक्वालिटिजहरूको ग्राफ बनाउन सिक्छौँ। त्यसपछि म्याक्सिमा र मिनिमा फाइन्ड गर्न सिक्छौँ है त। सो बेसिक कन्सेप्टमा जाउँ है त। सो बेसिक कन्सेप्टमा अब इक्वेसन भनेको चाहिँ के हो त भन्दाखेरि के हो त इक्वेसन भनेको? इक्वेसन भनेको केही होइन, जस्ट एउटा म्याथमेटिकल स्टेटमेन्ट हो जुनमा इक्वल्स टु हुन्छ, इक्वल्स टु साइन युज गरेर हुन्छ क्या। जस्तो फर इक्जाम्पल हेरौँ है त, 1 + 1 = 2, यो पनि एउटा म्याथमेटिकल स्टेटमेन्ट नै हो क्या। जस्तो अरू स्टेटमेन्ट हेरौँ, म्याथमेटिकल इक्वेसन हो हैन, इक्वल्स टु साइन छ त्यही भएर यो इक्वेसन हो। यसको अर्को नाम चाहिँ इक्वेलिटी पनि हो है। र अर्को इक्जाम्पल हेरौँ, जस्तो 2x = 5, यो पनि इक्वेसन हो। 2x + 5y = 6, यो पनि इक्वेसन हो। अब इनइक्वालिटीमा जाउँ है त। इनइक्वेसन अब कुनै पनि म्याथमेटिकल स्टेटमेन्ट हैन कन्टेनिङ एनी अफ दिस साइन्स क्या। अब यो साइन्सलाई के भन्छ भनेर त तपाईँहरूलाई मैले भनिराख्नु पनि पर्दैन होला हैन। जस्तो यो हो लेस देन इक्वल्स टु हैन, ग्रेटर देन इक्वल्स टु, त्यस्तै साइनहरू कुनै पनि यदि त्यसमा म्याथमेटिकल स्टेटमेन्टमा कन्टेन हुन्छ भने त्यसलाई चाहिँ हामी के भन्छौँ, इनइक्वालिटी भन्छौँ क्या। जस्तो इक्जाम्पल के हुन सक्यो, जस्तो 2x + 5y ≤ 6। अब यो एउटा इनइक्वालिटीकै इक्जाम्पल हो हैन। जस्तो 2x इज ग्रेटर देन 5, यो भयो, यो पनि एउटा इनइक्वालिटीकै इक्जाम्पल हो। अब अर्को कुरामा जाउँ है त। अर्को हाम्रो भनेको लिनियर इक्वेसन। सो ओके, लिनियर इक्वेसन भनेको के हो त? सो लिनियर इक्वेसन भनेको केही होइन, जस्ट एनी काइन्ड अफ इक्वेसन हैन, एनी काइन्ड अफ इक्वेसन हैन, जुनलाई चाहिँ हामी ax + by = c को फर्ममा एक्सप्रेस गर्न सक्छौँ क्या। हाम्रो लिनियर इक्वेसन भनेको यही हो हैन। अब अर्को यसमै के आउँछ भने लिनियर इनइक्वालिटी। लिनियर इनइक्वालिटी अब यो भनेको के हो त? अब अघि जसरी मैले भने इक्वेसनमा इक्वल्स टु हुन्छ र इनइक्वालिटीमा लेस देन इक्वल्स टु हो त्यस्तो साइन हुन्छ, सेम यही हो। एनी काइन्ड अफ इक्वेसन हैन, एनी काइन्ड अफ इनइक्वालिटी विच क्यान बी एक्सप्रेस्ड इन द फर्म अफ, कुन फर्ममा त? ax + by > c, ax + by > c, कुनै पनि यिनीहरू फर्ममा रिप्रेजेन्ट हुन सक्छ भने यिनीहरूलाई लिनियर इनइक्वालिटी भन्छ है त। जस्तो अब यो लिनियर इक्वेसन छ हैन, यो लिनियर इक्वेसनको त ग्राफ हामीलाई थाहा छ नि त। यसले के दिन्छ? लिनियर इक्वेसनले स्ट्रेट लाइन दिन्छ है त। सो ओके, अब लिनियर इनइक्वालिटीले चाहिँ के दिन्छ होला त भनेर हामी प्र्याक्टिकली हेर्छौँ है त। सो ओके, अब हामी जान्छौँ ड्रइङ। सो अब हामी ड्रइङ ग्राफ अफ इनइक्वालिटी गर्छौँ है त। जस्तो अब कुनै पनि इनइक्वालिटीको ग्राफ कसरी गर्ने भन्दा पहिला यसको बाउन्ड्री लाइन खोज्ने। अब यसको बाउन्ड्री लाइन के हुन्छ त भन्दा, जस्तो 2x + 3y > 6 अरे। अब यसको बाउन्ड्री लाइन चाहिँ हामीले डाइरेक्टली 2x + 3y = 6 गरेर यसको बाउन्ड्री लाइन हो कि चाहिँ यसलाई यसको बाउन्ड्री लाइन भन्छ है त। अब हामी यो इनइक्वालिटीको ग्राफ ड्र गर्नेलाई हल्का ग्राफिकली बुझौँ है त। जस्तो कस्तो भने यो कुरा मैले लिइरहेको छु, जस्तो x > 0 भन्ने एउटा कुनै पनि इनइक्वालिटी छ अरे हैन। अब यसको ग्राफ कस्तो बन्ला त? हामी एउटा कार्टेसियन प्लेन कन्सिडर गरौँ सुरुमा हैन। अब x > 0, यहाँ कति हुन्छ? x भ्यालु 1 हुन्छ, 2 हुन्छ, 3 हुन्छ, 4 हुन्छ, यहाँ कति हुन्छ? -1 हुन्छ, -2 हुन्छ, -3 हुन्छ, -4 हुन्छ। अब यसले के भने हो त? जस्तो x > 0 भनेको यसको बाउन्ड्री लाइन सुरुमा चाहिँ के हुन्छ हाम्रो? x = 0 हुन्छ। ओके, भनेपछि हामीले यो पोइन्ट हेरिराख्नु पर्ने हुने रहेछ। अनि इज ग्रेटर देन 0 पनि छ अरे क्या। अर्को के छ अरे? x > 0 पनि छ अरे। अब हामीले यो साइड हेऱ्यौँ भने यहाँ के छ? x त नेगेटिभ छ, ग्रेटर देन 0 हुनु भनेको त पोजिटिभ हुनु हो हैन त। भनेपछि हामीले यो साइड कन्सिडर गर्न मिलेन, हामीले यो साइड हेर्नु नै भने, यो नेगेटिभवाला साइड हेर्नु नै भने। अब के छ? यहाँनिर पोजिटिभ छ है त। x = 0 को लाइन यही हो। x = 0 लाइन कुन हो भन्नुहुन्छ भने x = 0 लाइन यही हो हैन। अब यो लाइनले कता फेस गर्छ त? x > 0 भनेपछि पक्कै यतै फेस गर्छ नि त हो। यसरी नै चाहिँ हेर्नुपर्छ है त। अब जस्तो अब हामी कुनै पनि एउटा इक्वेसनको ग्राफ बनाइ हेर्छौँ है त, एउटा इनइक्वालिटीको ग्राफ बनाइ हेर्छौँ इक्वेसन हैन। सो ओके, फर्स्टमा अघि मैले के भनेको थिएँ, कुनै पनि इनइक्वालिटी देख्ने बित्तिकै त्यसको के गर्ने? ग्राफ बनाउनको लागि पहिलो नम्बरमा त त्यसको बाउन्ड्री लाइन लिने, माइनस
यो छ हाम्रो क्वेसन हैन, क्वेसन यो छ हाम्रो। अब यसको बाउन्ड्री लाइन लिने है त। यसको बाउन्ड्री लाइन के हुन्छ त हाम्रो? यसको बाउन्ड्री लाइन हुन्छ 2x - 3y = 0। ओके, अब त हामीसँग के आयो? यो एउटा लिनियर इक्वेसन हो नि त, लिनियर इक्वेसन हो। यसले हामीलाई के दिन्छ? ग्राफमा स्ट्रेट लाइन दिन्छ। यो त हामीले इजिली फिगर आउट गर्न सक्छौँ हैन। अब हामी यहाँनिर यसको उतो बनाउँछौँ है त। पहिला ग्राफलाई अलिकति मिलाउँ हैन। सो ओके, अब हामीले के गर्ने त यसमा? यसपछि हामीले एउटा लिनियर इक्वेसन पाइसक्यौँ। अब के गर्ने? अब हामी y लाई x को त्यसमा गरौँ है त। जस्तो 2x = 3y छ, y = 2x/3 छ हैन त। अब हामी के गर्छौँ? अब हामी यसको पोइन्ट्स लिन थाल्छौँ है त। हामीलाई किनभने ग्राफमा त बनाउनु छ, अनि ग्राफमा बनाउनको लागि हामीले अब यसको उतो लिन्छौँ है त, भ्यालुहरु लिन्छौँ। सो ओके, यहाँ हामी x राख्छौँ, यहाँ y राख्छौँ है त। सो ओके, x को भ्यालु हामीले यसलाई इन्टिजर टाइप नै ल्याउन खोज्छौँ, त्यही भएर हामी त्यही गर्छौँ है त यसलाई। जस्तो अब हामीले x लाई कति, x लाई 2 राख्यौँ भने, नाइ x लाई 3 राख्यौँ भने y को भ्यालु कति आउँछ त यहाँनिर? यो इक्वेसनमा हेर्ने है त। x लाई 3 राख्यौँ भने y को भ्यालु 2 आउँछ, र x लाई 6 राख्यौँ भने x लाई 6 राख्दा कति आउँछ? x लाई 2 6 12, x लाई 6 राख्दा 4 आउँछ, र x लाई 0 राख्दा कति आउँछ? x लाई 0 राख्दा 0 नै आउँछ। भनेपछि अब यसको हामीले तीनटा मात्र पोइन्ट लिँदा इनफ हुन्छ हैन। अब हामी यसको ड्र गर्छौँ है त। जस्तो अब हामीले अघि के देखाएको थियौँ भने बाउन्ड्री लाइन अघि जुन निकालेको थियौँ, हो त्यो बाउन्ड्री लाइनको यो पोइन्ट्सहरु हो क्या। अब यो पोइन्टलाई हामीले ग्राफमा प्लट गर्ने। ओके, भनेपछि 0, अर्को कलरले गरिदिन्छु म। ओके, 0, पोइन्ट यो होला हैन। अर्को 3, 2 1 2 3, 2 यो होला हैन। ओके, अलिकति हामीलाई स्पेस चाहिने रहेछ, त्यही भएर हामी ग्राफलाई हल्का यता सार्दिन्छौँ है त। 0, त्यही हो। सो अब 3, 2 है त। फेरि 3, 2 हाम्रो यो पोइन्ट रहेछ। अर्को 6, 4 यहाँ छ 4 5 6, 4 1 2 3 4 6, 4। ओके, हामीसँग एउटा स्ट्रेट लाइन आयो है त। अब यो स्ट्रेट लाइनलाई हामी जो यो तीनटा पोइन्टलाई हामी जोड दिन्छौँ हैन, यसले चाहिँ स्ट्रेट लाइन दिइहाल्छ। जस्तो यो तीनटा पोइन्टलाई एकै ठाउँमा उतो भनेर जोड्नुपर्छ है त। त अलिकति माग्यो, सिधा बनाउँछु ल। अब यो आयो। अब यो त के हो त? लिनियर इक्वेसनको ग्राफ मात्र हो, तर हामीलाई के चाहिएको छ? इनिक्वालिटी चाहिएको छ। बाउन्ड्री लाइनको इक्वेसन हो। अब यो बाउन्ड्री लाइन चाहिँ अब हाम्रो यहाँनिर इक्वल्स टु साइन छैन नि त हैन। जस्तो यहाँनिर इक्वल्स टु लाइन छैन नि त, त्यही भएर यो बाउन्ड्री लाइन चाहिँ डटेड हुन्छ हैन। तर अहिलेको लागि चाहिँ हामी डटेड पार्दैनौँ यसलाई। सो ओके, अब के गर्ने त? यसपछि मेजर स्टेप ग्राफ ड्र गर्नमा भनेको के हो भने एकछिनलाई मुनिपट्टि पार्दिउँ है त। अर्को मेजर स्टेप भनेको के हो? ओरिजिन टेस्ट। ओरिजिन टेस्ट है त। यो ओरिजिन मात्र नभएर कुनै पनि पोइन्ट x, y ले टेस्ट गर्न मिल्छ। यसले चेक मात्र के गर्ने हो भने कतातिर फेस गर्छ त भनेर चेक गर्ने हो क्या। जस्तो चेक गर्ने कसरी भने, जस्तो अब यहाँनिर हेर्नु, यहाँ ओरिजिन टेस्ट यहाँनिर त्यस्तो युजफुल हुँदैन, किनभने अब यो हाम्रो अलरेडी हामी के देखिरहेको छौँ भने स्ट्रेट लाइन त हाम्रो ओरिजिनदेखि नै पास हुँदैछ, भने चाहिँ हामीले ओरिजिन नै टेस्ट गरेर काम छैन क्या यसमा। अब हामी टेस्ट चाहिँ के गर्छौँ भने, त हामी अरू कुनै पोइन्ट टेस्ट गर्छौँ। जस्तो 2, 3 टेस्ट हान्यौँ है त। ओके, 2, 3 टेस्ट हान्यौँ। 2, 3 भनेको कता हो? 2, 3। ओके, 2, 3 यता हो हैन। अब यसलाई लगेर हामी यो माथिको इनिक्वालिटीमा हालिदिन्छौँ। यो इनिक्वालिटीमा हामी हालिदिन्छौँ x र y को भ्यालु है त। अब के हुन्छ त? जस्तो 2, 3 लाई हालिदिन्छौँ हामी। अब 2 * 2 माइनस 3 * 3 इज लेस देन 0 अरे। यो हो त। 2 2 4 माइनस 9 इज लेस देन 0। यो भनेको -5 इज लेस देन 0। अब यो भनेको त ट्रु हो नि त, भनेपछि हाम्रो यो इनिक्वालिटीले यता फेस गरौ क्या, यता फेस गरौ। यो हाम्रो इनिक्वालिटीले यता फेस गर्थ्यो, किनभने यो पोइन्ट अभियसली यतापट्टि पर्ने रहेछ नि त। ट्रु आयो नि त। हामीले जो पोइन्ट राख्यौँ पनि हैन, 2, 3 राख्यौँ पनि, अनि हामीलाई थाहा पनि भयो क्या यो पोइन्ट त्यतै पर्दो रहेछ भनेर। अनि यहीँनिर रिजल्टबाट थ्योरिटिकली पनि ट्रु नै आयो भनेपछि हाम्रो इनिक्वालिटीले यतै फेस गर्दो रहेछ भन्ने कुरा थाहा हुन्छ क्या। अब यो भयो ग्राफको कुरा। र अर्को टपिक हाम्रो म्याक्सिमा र मिनिमा हो है त। सो ओके, म्याक्सिमा भनेको के हो त? म्याक्सिमा भनेको के हो? म्याक्सिमा भनेको कुनै पनि फंक्सनको हैन ग्रेटेस्ट भ्यालु क्या, ग्रेटेस्ट भ्यालु। अर्को मिनिमा। मिनिमा भने के हो रे? मिनिमा भने अभियसली लोएस्ट भ्यालु हो।
अभियसली लोएस्ट भ्याल्यु हो। अब हामी डाइरेक्टली यसमा आयौँ होइन। अब एउटा कुरा चाहिँ सर्टमा तपाईँहरूलाई म भनिदिइहाल्छु है त। सो ओके, लिनियर प्रोग्रामिङ है त, यो मैले डिफाइन गरेको थिइनँ। यो भने के भने लिनियर प्रोग्रामिङ भनेको टेक्निक होइन, म्याथमेटिकल टेक्निक। म्याथमेटिकल टेक्निक होइन, युज टु फाइन्ड मैक्सिमा और मिनिमा। जस्तो अब कुनै पनि कम्पनीहरूले होइन, ठुल्ठुलो कम्पनीहरूले त आफ्नो प्रफिटहरू म्याक्सिमाइज गर्नुपर्ने हुन्छ नि त, कम्ती खर्च गरेर प्रफिटहरू म्याक्सिमाइज गर्नुपर्ने हुन्छ। त्यो केसमा चाहिँ लिनियर प्रोग्रामिङ युजमा आउँछ क्या। उनीहरूले कन्स्ट्रेन्ट्सहरूलाई मध्यनजर गरेर लिनियर प्रोग्रामिङ युज गरेर आफ्नो प्रफिट्सहरूलाई म्याक्सिमाइज गर्छन् क्या। जस्तो कसरी म्याक्सिमाइज हुन्छ, कसरी मिनिमाइज हुन्छ भनेर चाहिँ अब हामी यहाँनिर लिनियर प्रोग्रामिङको थ्रुबाट हेर्छौँ है त। जस्तो अब तपाईँले ग्राफहरू ड्र गर्न पनि यही क्वेसन्सहरूकै थ्रुबाट सिक्नुहुन्छ होइन। सो ओके, यसमा हामी यो क्वेसन गर्दै गर्दै नै हामी कन्सेप्ट लिन्छौँ है त। जस्तो फर्स्ट इनिक्वालिटी, अब अघि नै मैले तपाईँलाई इनिक्वालिटी एउटा ड्र गर्न त सिकाएँ होइन। अब यो क्वेसनमा पनि ड्र चाहिँ हुन्छ है त, इनिक्वालिटी बनाउनै पर्ने हुन्छ ग्राफमा, हामी गर्छौँ भने त है त। जस्तो ओके, अब यहाँनिर हाम्रो फाइन्ड द म्याक्सिमम एन्ड द मिनिमम भ्याल्युज अफ द अब्जेक्टिभ फङ्सन एफ 4x - y सब्जेक्ट टु 2x + 3y इज ग्रेटर देन 6 एन्ड 2x - 3y इज ग्रेटर देन, यो फलाना ढिङ्काना यस्तै कुरा दिएको छ होइन। अब यो भने के हो त, हामीले अल्टिमेटली गर्नुपर्ने भनेको एफ भन्ने एउटा फङ्सन छ 4x - y भनेको, यसको हामीले म्याक्स एन्ड मिन भ्याल्यु फाइन्ड गर्ने हो है त। अब जस्तो यसलाई गर्नको लागि हामी सिम्पली अब हामीलाई के दिएको छ त हेर्छौँ है त। हामीलाई के दिएको छ, अब हामीलाई पहिलो नम्बरमा त 3टा कन्स्टेन्ट्सहरू दिएको छ। यो 2x + 3y इज ग्रेटर देन 6, 2x - 3y इज लेस देन 6 अनि y लेस देन इक्वल्स टु 2। ओके, अब हामी यसलाई प्लट गर्छौँ है त। पहिलो इनिक्वालिटी इक्वेसन होइन, 2x + 3y इज ग्रेटर देन इक्वल्स टु 6। ओके, अब यसको हामी बाउन्ड्री लाइन लेख्छौँ होइन। बाउन्ड्री लाइनलाई मैले बिए लेख्थेँ डाइरेक्टली। बाउन्ड्री लाइन के हुन्छ त यसको, 2x + 3y इक्वल्स टु 6। ओके, अब हामी वाइलाई एक्लै पार्छौँ, त्यसको लागि हामी 3y इक्वल्स टु 6 - 2x अनि y इक्वल्स टु 6 - 2x / 3 गर्छौँ है त। यति गरेर म यसलाई अलिक सानो पारिदिन्छु। यसलाई हामीले यति निकाल्यौँ है त। अब हामी यसको यो लाइनको पोइन्ट्सहरू फाइन्ड गर्छौँ। ओके, पोइन्ट्सहरू फाइन्ड गर्छौँ है त। यो त हामीले ग्राफमै बनायौँ, हामीलाई 3टा पोइन्ट फाइन्ड गरे इनफ हुन्छ है त। सो ओके, यहाँ हामी x राखिदिन्छौँ, यहाँ y राखिदिन्छौँ है त। सो ओके, अब x को भ्याल्यु 0 हुँदा के आइरहेछ त, y को भ्याल्यु 2 आइरहेछ। यहाँनिर राख्ने है त, क्वेसन मनमा राख्ने है त। अब x को भ्याल्यु अर्को कति हुँदा, x को भ्याल्यु 3 हुँदा कति आइरहेछ, 0 आइरहेछ। ओके, अरू के राख्न सकिन्छ, x को भ्याल्यु 3, x को भ्याल्यु 2 मतलब 6 हुँदाखेरि 2 6 र 12 हुन्छ, -6/3 भनेको -2 आइरहेछ। ओके, हामीले यसको 3टा पोइन्ट पाइसक्यौँ। अब यसको लाइनलाई हामी रिप्रेजेन्ट गर्छौँ है त, रिप्रेजेन्ट गरेर ग्राफमा ड्र गरिदिन्छौँ। ओके, पहिलो पोइन्ट भनेको के रहेछ हाम्रो 6वटा, फेरि यसलाई हामी पहिलो नम्बरमा त सानो पार्छौँ होइन, अनि यसलाई मात्र सेलेक्ट गरेर अलिकति बढाइदिन्छौँ, यसलाई मात्र सेलेक्ट गरेर अलिकति बढाइदिन्छौँ, नेगेटिभतिर नै आउने भएकोले यसलाई पनि बढाइदिन्छौँ है त। यसलाई पनि अलिकति चाहिँ गरिदिउँ न त। सो ओके, ल हामी प्लट गर्नतिर लाग्छौँ है त। अब x को भ्याल्यु 0 हुँदा y को भ्याल्यु 2 छ, हामी यसलाई अर्कै कलर दिन्छौँ, रेड दिन्छौँ। x को भ्याल्यु 0 हुँदा y को भ्याल्यु के छ, 2 छ, यो पोइन्ट यहाँ पऱ्यो होइन। x को भ्याल्यु 3 हुँदा 1 2 3 हुँदाखेरि y को भ्याल्यु 0 छ, पोइन्ट यहाँ पऱ्यो। x को भ्याल्यु 6 हुँदा y को भ्याल्यु -2 छ, 3 4 5 6 हुँदाखेरि -2 छ, -2 यो। ल अब हामी यसलाई स्ट्रेट लाइन बनाउँछौँ। ल ओके, अब यो त यसको बाउन्ड्री लाइन मात्र थियो नि त होइन, यो के थियो, यसको बाउन्ड्री लाइन मात्र थियो। अब यो कता फेस गर्दैछ भनेर त हामीले के गर्नुपर्छ, फेरि या त ओरिजिन टेस्ट गर्नुपर्छ या कुनै पनि अरू पोइन्टको टेस्ट गर्नुपर्छ। जस्तो यसलाई अब हामी टेस्ट गरौँ है त। हामी यसमा ओरिजिनै टेस्ट गर्दा हुन्छ, किनभने यसले ओरिजिन उयो गर्छ या गर्दैन भनेर हामीलाई थाहा छ। ओके, ओरिजिन टेस्टमा के गर्ने, x र y दुइटैमा 0 0 हालिदिने माथिको इनिक्वालिटीमा। 2 × 0 + 10 × 0 भनेको 0 इज ग्रेटर देन इक्वल्स टु 6, 0 इज ग्रेटर देन इक्वल्स टु 6 यो हो त, होइन नि। भनेपछि हामी यसलाई फल्स लेखिदिन्छौँ।
भनेपछि अब हामीलाई के थाहा भयो त ओरिजिन भनेको कुन पोइन्ट हाम्रो यो अब यो इनिक्वालिटीले चाहिँ ओरिजिनलाई कन्टेन गर्दैन है भन्ने कुरा थाहा भयो हामीलाई भनेपछि यो इनिक्वालिटीले कता फेस गर्छ पक्कै माथितिर फेस गर्छ हैन त पक्कै माथितिर फेस गर्छ यसले यो इनिक्वालिटीले हैन अब हामी यो कुरालाई अलिकति सानो पारिदिन्छौँ ल किनभने हामीलाई ठाउँको अलिकति कमी हुन सक्छ सो हामी यसलाई अलिकति सानो पारिदिन्छौँ कपी हुन यार हामी यसलाई अलिकति सानो पारिदिन्छौँ सो ओके यो कुरा अब हाम्रो यसको लागि हैन अब हामी अर्को उद्देश्यको लागि कुरा गर्छौँ है त अर्को इनिक्वालिटीको लागि कुरा गर्छौँ म चाहिँ ग्राफलाई मुनि बोकेर ल्याइदिन्छु है त ग्राफलाई म मुनि ल्याउँदै गर्छु तपाईहरु हेर्दै गर्नु है त अब अर्को इनिक्वालिटीको लागि नम्बर 2 नम्बर अर्को इनिक्वालिटी के छ 2x - 3y इज लेस देन इक्वल्स टु 6 यसको बाउन्ड्री लाइन के हुन्छ फटाफट गरिहाल्ने के बाउन्ड्री लाइन के हुन्छ 2x - 3y इक्वल्स टु 6 ओके यो यसको बाउन्ड्री लाइन हो अब छिटो y लाई एकले पारिहाल्ने 2x - 6 / 3 इक्वल्स टु y यो आउँछ अब x र y को एउटा टेबल बनाउने टाबुल हैन टेबल त्यसपछि पोइन्ट 0 फाइन्ड गर्ने है त सो ओके यसमा x को भ्यालु 0 हुँदाखेरि के हुन्छ x को भ्यालु 0 हुँदाखेरि के आयो -2 आयो हो ओके x को भ्यालु 3 हुँदा कति आयो 0 आयो ओके x को भ्यालु 6 हुँदा कति आयो 2 6 12 - 6 भनेको 6 x को भ्यालु 6 हुँदा 2 आयो है त यो कुरालाई हामी प्लट गरिहाल्छौँ है त अब 0, -2 0, -2 भनेको कता हो यो 0 को -2 भनेको यो पोइन्ट हो हैन 0, -2 अर्को 3, 0 रे क्या 3, 0 भनेको त यही पोइन्ट ल 3, 0 ओके अर्को भनेको कति हो 6, 2 1 3 4 5 6, 2 ओके यहाँ लागि गरौँ है अब यसको हामी बनाइदिहाल्छौँ स्ट्रेट लाइन बनाइदिन्छौँ हामी कुन कलरले भन्नु त स्काई ब्लू कलरले है त ल ओके स्ट्रेट लाइन यसको यस्तो बनाऊ बाउन्ड्री लाइनको इक्वेसन है यसलाई प्रिसाइजली बनाएको चाहिँ राम्रो हैन यो ग्राफलाई हल्का सानो पार्दियौँ नत्र फेरि हामीलाई ड्र गर्न अलिकति अप्ठ्यारो हुन सक्छ नै जस्तो त त्यस्तै पार्दियौँ है त 6 ओके दुईटा यो यसको लाइन बनाऊ है त अब यसमा के गर्ने फेरि हामी यसमा फेरि हामी ओरिजिन टेस्ट गर्ने के ओरिजिन टेस्ट गर्ने है त अब के आयो यसले ओरिजिन टेस्ट गर्दा के आउँछ होला इज लेस देन इक्वल्स टु 0 भनेछ 2 * 0 0 - 0 इज लेस देन इक्वल्स टु 6 ओके यो ट्रु हो त हो नि ट्रु हो रे भनेपछि यो इनिक्वालिटीले चाहिँ के गर्दो रहेछ फेरि हाम्रो ओरिजिन कन्टेन गर्दो रहेछ भनेपछि यो हाम्रो इनिक्वालिटी यता फर्किने भयो इनिक्वालिटी यता फर्क्यो है त अहिलेसम्म ओके अब यसलाई अहिले एकछिनमा सेट गरौँला हैन इनिक्वालिटी यता फर्क्यो यसलाई अहिले नै सेट गरेको नि बेटरै हुन्छ सो यो रेड वाला इनिक्वालिटीले यसरी कभर गर्छ है त लाइनलाई चाहिँ नकोट्यौँ ओके यसरी कभर गर्छ अनि यो ब्लू वालाले कसरी कभर गर्छ ब्लू वालाले यो भाग पनि कभर गर्छ यसरी ओके सेड यसरी गर्ने यो लाइन माथि चाहिँ नकोट्यौँ ल यो इनिक्वालिटीले यसरी कभर गर्छ यो इनिक्वालिटीले यसरी कभर गर्छ हैन अब हामी यसलाई पनि सानो पार्दिन्छौँ अब हामी हाम्रो अर्को कन्स्ट्यान्टतिर जान्छौँ है त अर्को कन्स्ट्यान्ट के छ हाम्रो y इज लेस देन इक्वल्स टु 2 अर्को कन्स्ट्यान्ट के रहेछ हाम्रो y इज लेस देन इक्वल्स टु 2 यसलाई त सानो यही गर्दै हुन्छ अर्को नम्बर 3 मा के रहेछ y इज लेस देन इक्वल्स टु 2 यसलाई त हामीले डाइरेक्टली कन्सिडर गर्दैन हुन्छ जस्तो यसको बाउन्ड्री लाइन के हुन्छ यसको बाउन्ड्री लाइन के हुन्छ y इक्वल्स टु 2 अब y इक्वल्स टु 2 भन्ने लाइन कहाँ हुन्छ y 1 यहाँ हुन्छ 2 यहाँ हुन्छ भनेपछि यहाँ यो पोइन्ट रहेछ y इक्वल्स टु 2 वाला लाइन हैन त यसलाई ड्र गरिदिहालौँ है त यसलाई मैले ब्ल्याकले नै ड्र गरिदिएँ y इक्वल्स टु 2 भन्ने पोइन्ट यो रहेछ ओके y इक्वल्स टु 2 ले कता फेस गर्छ त y इज लेस देन इक्वल्स टु 2 भनेछ नि त अब यो पोइन्टमा y को भ्यालु कति हुन्छ यसलाई मैले डाइरेक्टली ड्र गर्छु है त यो पोइन्टमा y को भ्यालु 1 हुन्छ यो पोइन्टमा y को भ्यालु 3 हुन्छ
अब अभियसली कुरा हो y इज लेस देन इक्वल्स टु 2 छ भने त यो 3 वाला साइड त हुनै सक्दैन नि त भनेपछि पक्कै 1 वालै साइड होला भनेपछि y इज लेस देन इक्वल्स टु 2 ले यता फेस गर्छ हैन त यता फेस गर्छ। अब यसलाई पनि हामी सेट गरिदिन्छौँ है त लाइनको माथिबाट नगरौँ हैन यसलाई पनि हामी सेट गरिदिन्छौँ। सो ओके अब हाम्रो ग्राफ हुन चाहिँ अलिकति मेसी देखियो तर के छ भने अब हामीले के कुरा थाहा पायौँ त भने जस्तो यो तीनटै इनिक्वालिटिजले यहाँ तीनटै इनिक्वालिटिजले कभर गरेको एरिया चाहिँ कति हो त तीनटै इनिक्वालिटिजले कभर गरेको एरिया त यति हो नि त तीनटैले कभर गरेको चाहिँ है त तीनटैले कभर गरेको चाहिँ यो एरिया हो। यसलाई हामी के भन्छौँ यसलाई हामी फिजिबल रिजन पनि भन्छौँ है त फिजिबल रिजन पनि भन्छौँ। अब हामीले म्याक्सिमा र मिनिमा लिनको लागि एउटा कुनै पनि फिजिबल रिजन भनेको पोलिगन हो है त। अब म्याक्सिमा र मिनिमा लिनको लागि यो पोलिगनको भर्टिसेस लिने क्या भर्टिसेस। अब पहिलो भर्टिसेस के हो यो एउटा हैन अर्को यो हो अर्को यो हैन त। सो ओके अब हामी फिजिबल रिजनको उत्तर लिन्छौँ है त भर्टिसेस लिन्छौँ भर्टिसेस अफ फिजिबल रिजन के हुन्छ त भर्टिसेस यसको पहिलो यो पोइन्ट हो यो पोइन्ट भनेको 1 2 3 3,0 ओके 3,0 अर्को पोइन्ट के हो त अर्को पोइन्ट भने यो पोइन्ट के हो हाम्रो 1 2,0 हो सरी 0,2 हो 0,2 हो र अर्को यो पोइन्ट भनेको के हो हाम्रो 6,2 हो हैन त 1 2 3 4 5 6,2 हो त्यो पोइन्ट 6,2 हो भने चाहिँ हामीले यो यिनीहरू भर्टिसेस पाइसक्यौँ है त। हामीले उतो गर्नको लागि भर्टिसेसहरू पाइसक्यौँ म्याक्सिमा र मिनिमा फाइन्ड गर्नको लागि। अब मात्र हाम्रो रोलमा के आउँछ अब्जेक्टिभ फङ्सन आउँछ क्या यो चाहिँ अगाडिको फङ्सन थियो यो फङ्सन अब हाम्रो रोलमा आउँछ है त। यो फङ्सनलाई उठाएर हामी बनाउँछौँ भर्टिसेस अनि यो एफ अनि रिमार्क्स ओके। पहिलो भर्टिसेस के छ 3,0 छ दोस्रो 0,2 तेस्रो 6,2 ओके। अब यसमा हामी यो भर्टिसेसको पोइन्ट्सहरूलाई हामी फङ्सनमा राखिदिन्छौँ है त यो फङ्सनमा अनि राख्दा के भ्यालु आउँछ नोट गर्छौँ है त। जस्तो 3,0 राख्दा के आउँछ 4 3 जा 12 आउँछ -0 भनेको 12 नै हो ओके। अर्को पोइन्ट राख्छौँ ल पोइन्ट टु 0 राख्छौँ पोइन्ट टु 0 ले के हुन्छ 0 हुन्छ -2 ले गर्दा -2 हुन्छ। अब 6,2 राख्छौँ है त 4 6 जा 24 -2 भनेको 22 हो भनेपछि यहाँदेखि हेर्दा के देखियो त यहाँदेखि हेर्दा के देखियो यो यसको मिनिमा रहेछ यो यसको म्याक्सिमा रहेछ हैन। यसरी नै हामीले दुईटा कुरा त फाइन्ड आउट गर्यौँ नि त यसको मिनिमा र यसको म्याक्सिमा। अब सेम यसरी नै यो क्वेसन पनि यो क्वेसन चाहिँ तपाईलाई होमवर्क है त यो निकै नै सजिलो छ यो क्वेसन होमवर्क।